Hello guys, namaste and welcome to my another episode भनौँ न vlog है। आज चाहिँ मासुको अचारको पालो है, चिकनको मासुको अचार हो। सिङ्गे कुखुरा ल्याएर चाहिँ हामीले काटेर सानो पिस बनाएर यसरी मोल्दैछौँ। बेसार, नुन, खोर्सानी, मरिच राखेर अनि त्यसपछि हामीले चाहिँ जिन्जर पुरै मसिनो स्लाइस पिस गर्दैछौँ। मसिनो के भनौँ, लाम्चो गरौँ न, लाम्चो भनौँ न, सरी लाम्चो है। यसपछि हामीले चाहिँ जिन्जर काट्छौँ लाइक सबै सिक्वेन्स अनुसार पालो लाइक जिन्जर पहिला, अब यो गार्लिक है। गार्लिक काट्यौँ, गार्लिक पनि स्लाइस गरेर काट्यौँ है। काटिसकेपछि अघि म्यारिनेट गरेको मासु पनि त्यहीँ रेडी छ है। गार्लिक काटेर कस्तो लाग्यो त गाइस, आज चाहिँ नयाँ चिज केही गरौँ भनेर के, किनभने जहिले पनि ब्लग भनेर यताउता देखाउँथ्यो नि त। आज चाहिँ भोइस ओभरले गरेँ कि रेड चिल्ली देख्नुहुन्छ, ड्राई चिल्ली चाहिन्छ कि त्यसको लागि चाहिँ, किनभने मजाको फ्लेभर आउँछ। त्यसपछि हामीले सबै चाहिँ अब उयो टार्नुपर्ने हुन्छ कि, जस्तै अब तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ जिन्जर तारेको है। जिन्जर चाहिँ मजाले टार्नुपर्ने हो, किनभने अलिकति खैरो बनाउनु पर्ने हुन्छ कि यो पनि, अनि मिठो हुन्छ कि, किनभने काँचो खायो भने त अलिकति उयो हुन्छ, मिठो हुँदैन, पिरो हुन्छ कि। त्यसपछि गार्लिकको पालो, गार्लिकको तार्ने पालो। गार्लिक तारिसकेपछि यो त जिन्जरै हो। अब गार्लिक तार्ने पालो, गार्लिक तार्ने हो। त्यसपछि रेड चिल्ली पनि हल्का तार्नुपर्छ, त्यो चाहिँ अब देखाउँदैन होला है। यसपछि अब एकैचोटि मासु तारेको देखाउँछु म। अलिकति यो हेर्नु न कस्तो मजाको देखाएको छ नि, बबल त्यो ओइलको है, मजाको देख्छ नि। यसरी हेर्नु नि कस्तो रमाइलो लाग्छ। अब यो तारिसक्यो होइन, तपाईँ देख्न सक्नुहुन्छ गोल्डन ब्राउन हो नि त, गोल्डन ब्राउन कलर भएको छ। त्यसपछि मासुको पालो हो। अब मैले चाहिँ खास किन यसरी भिडियो बनाएको भन्नाले चाहिँ होइन, अब नजान्ने मान्छेले नि अब जानोस् भनेर के, मासुको अचार खाना त मिठो हुन्छ होइन, बनाउनु आउँदैन नि त, जो सिकोस् जानोस् होइन, घरमा बनाओस्, सेम हाम्रो रेसिपी फलो गरोस् है। हामीले जहिले खाने रेसिपी मासुको अचार बनाउँदा यसरी बनाइन्छ, अरूले पनि हेरेर सिकिन्छ नि त, हेरेर बनाइन्छ। अनि मिठो छिटो भयो कि भएन बनायो भने कमेन्ट गर्नु होला। अब मासु देख्न सक्नुहुन्छ है। अब चाहिँ मासुको पालो, मासु पनि पुरै गोल्डन कलर नआन्जेलसम्म हामीले फ्राई गर्नुपर्ने हुन्छ कि, गोल्डन कलर नआएसम्म फ्राई गर्नुपर्ने हुन्छ। पुरै फ्राई गर्छ। तपाईँलाई म त्यो तेलको हुन्छ नि, त्यो बबल आएको देखाउँछ, क्या दामी देख्छ हेर्नु है एकछिनमा। अब एकछिन मजाको हिटमा चाहिँ है, ओइल तातिसकेपछि मजाले फ्राई गर्नुपर्ने हुन्छ। फ्राई गर्दा देख्नुभयो कलर चेन्ज भयो नि होइन, अहिले कस्तो थियो, अब अलिकति गोल्डन कलर आएपछि राम्रो भयो नि त। त्यसपछि चाहिँ हामीले अब सबै मसलाहरू, जस्तै अब तपाईँले यो चाहिँ मेन इन्ग्रिडियन्ट है, यसमा चाहिँ टिम्बुर, यसमा कोरियान्डर, यसमा जिरा, यसमा हामीले अजवाइन भन्छ नि, त्यसलाई के भन्छ हाम्रो नेपालीमा होइन, अनि त्यस ड्राई चिल्लिज होइन, सबै पेस्टहरू हुन्छ नि। यो चाहिँ मेन इन्ग्रिडियन्ट, स्वाद कि, यो बिना त स्वादै हुँदैन नि त, यो चाहिँ मेन चाहिन्छ है। हो देख्नुभयो अघि फुराएको हामीले जिन्जर गार्लिक है, किनभने जिन्जर गार्लिकले मेन हिरो भनौँ न, रोल खेल्ने यही हो कि, यसले चाहिँ ठ्याक्कै टेस्ट दिन्छ कि, टक्क मिठो दिन्छ भनौँ न है। सबै राखेर फेरि उयो पकाउनु पर्ने हुन्छ क्या, म्यारिनेट गर्ने होइन, जस्तै मोल्ने होइन, अब राखेरै आगोमै पकाउनु पर्ने हुन्छ कि। तपाईँले देख्नुहुन्छ कसै हेर्दै खाँखो लाग्यो नि होइन। यो चाहिँ गार्लिक पेस्ट, जिन्जर गार्लिक पेस्ट है। अनि हामीसँग के अरे जिराको धुलो, गरम मसाला, अनि स्वादअनुसार नुन, सबै राख्नुपर्छ कि। हेर्नुभयो अब ड्राई चिल्ली होइन, सबै गरम मसाला, नुन अनुसारको स्वाद अनुसारको नुन अनुसारको स्वाद एउटै हो है। त्यो गरेर सबै मोलेर फेरि पकाउनु पर्ने हुन्छ। एकछिन पकाइसकेपछि हाम्रो रेडी हुन्छ है। अब फेरि एकछिन चलाउनु पर्ने हुन्छ मजाले, अनि एकछिन 5-6 मिनट पकाउनु पर्ने हुन्छ लो हिटमा। त्यसपछि हाम्रो रेडी हुन्छ गाइस। त्यही हो आजको चाहिँ मासुको अचार।
मिठो छ है। तपाईँलाई खाएर चाहिँ भन्छु ल कस्तो भयो भनेर। त्यही हो, स्टे ट्युन गाइज फर द नेक्स्ट टाइम है। अर्को भ्लग आउँदैछ चाँडै नै। साथीहरूले आएको छैन भनेको छ, आउँछ चाँडै।